हामी चाहिँ ठ्याक्क यो हामी चाहिँ ठ्याक्क सापकोट अझ हामी खोलातिर दुईटा भेल्लेहरू त गयो गाईहरू हामी ल साथीहरू यहाँ चाहिँ बाटो बन्दैछ टक्क साथीहरू हामी चाहिँ बाटो धर्ने खाले अङ्कलहरू बस्नुहुन्छ है साथीहरू हामी चाहिँ यहाँ ल हामी चाहिँ ल इन्द्रको घर सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ सन्तोष र म ट्याक्क लगाएर यता सम्पासमा बएर खान आउँदै आएको छ ट्याक्क घाम लागिरहेछ ट्याक्क झोला हैँस साथमा छ है हट्दैछ अहिले काट्ने हो यता गोबी सोबी गणेश दाईको ट्याक्कै गोबी छ यो केरा हेर्न सक्नुहुन्छ त्यहाँ केरा प्याक गरेर राखिरहनु भएको छ बाइक चाहिँ हामीले माथि नै राख्यो किनकि त्यहाँ बाटो पिच गर्दैछन् त्यही भएर चाहिँ हामीले हिँड्दै आइहाल्छ त यो चाहिँ ट्याक्क हाम्रो जग्गा हो है यहाँ चाहिँ खेत पहिला गोड थियो खेतहरू चाहिँ तलतिर यो चाहिँ ठ्याक्क हाम्रो पहिला पुरानो गोठहरू ठाउँ आमाले लगाएको काब्रो पनि त्यत्रो भइसकेको छ यता चाहिँ ट्याक्क उगी त्यहाँ काब्रो छ त यता चाहिँ गोपी गणेश दाईको ट्याक्क गोपी लगाइरहनु भएको छ यता गोठ छ है अझै हाम्रो खेतमा पुग्दैछौँ हाम्रो खेत यहीँ हो कि तल बाँझो भएको छ त्यहाँबाट पहिला चाहिँ हामीले खेत गरिन्थ्यो असल चाहिँ गरिँदैन धेरै टाढा भएर हामीले पनि केरा लाउने भनेको तर उक्काउन गाह्रो हुन्छ भनेर केरा लाइएन यो हाम्रो बारी ल ट्याक्क एउटा यो हो यहाँदेखि यो हो कि एउटा माथि छ एउटा दुईवटा तिन चार पाँच यहाँ पाँचवटा माथि एउटा छवटा हो यो हामीले यो सिसा हामीले गराउँदै नि थियो अहिले पनि यो सिसा यहीँ छ यो नुनको प्लास्टिक कस्तो याद हुन्छ नि यार त्यो चाहिँ हाम्रो खेतमा आसमै यो हाम्रो खेत यो छोडेको पनि धेरै भइसक्यो यो खेत छोडेको पनि धेरै भइसक्यो है यहाँ चाहिँ अरूले गर्थे यी धान सान भर्खर काट्दै रहेछन् ठिक छ ऊ हाम्रो घरतिर देखाइदिन्छु ल ऊ हाम्रो ठ्याक्क घर त्यही हो खेत यो घर र खेतै टाढा छ घर र खेतै टाढा भएर चाहिँ हामी छोड्यौँ अब हामी चाहिँ लगभग बयर खाने ठाउँमा झरिसकेका छौँ यता चाहिँ कालीगण्डकी ट्याक्क थियो माथि चाहिँ पाल्पा रामपुर यता गलेङ यो भयो ऊ ट्र्याक्टरले त्यहाँ जाने ट्र्याक्टरले चाहिँ त्यहाँ ऊ ढुङ्गा उठाउँदैछ हजुर ठ्याक्क हामी यस्तो छ उता यस्तो जङ्गल जस्तो छ हामी यहाँ पस्दैछौँ ऊ कुखुरो ओइ ऊ कुखुरो भागोमा देखियो कि नै हामी पनि भर्खरै कुखुरो देखियो अब हामी यो जङ्गलमा चाहिँ बयर यो गरी बयरको रुख बयर यहाँ छैन हिँड्न पहिला उता निक्लिन्छ साइडमा निक्ल्यौँ त्यसपछि हेर्दै जाँदा नि त यसको चाहिँ खुट्टा दुखिसक्यो अरे अब यस्तो काँचै काँच छ यो हामी ट्याक्क गण्डकी आइसक्यो यता चाहिँ ढुङ्गा उठाउँदैछन् पारी पालपालीले खै ए बयर त्यहीँ रहेछ बयर यहीँ रहेछ त्यहीँ रहेछ केही भएन ल यो वर्षको पहिलो बयर चखाइ यस्तै फलिरहेछ है बयर सन्तोष तँलाई काम लाउनु चिज रहेछ खुट्टा बेर्ने आमिलो छ बयर जियोस् भर्खर खाना खाएर दाँत माझेर आएको होइन त्यही भएर अमिलो छ अमिलो भएको छ भनेको झोला चाहिँ अनि ट्याक्क यसरी बोकेर यहाँ बयर टिप्दैछौँ गण्डकीमा गर्मी चाहिँ लास्ट गर्मी भइरहेछ म चाहिँ धेरै टिपेको छ नि तर झोला चाहिँ यहाँ त्यो कसो लाग्छ आज भर्खर सिलाएर आएको बयर ट्याक्क छ आमिलो छ अब कता टिप्ने भन्ने कुरै थाहा छैन त्यति धेरै रहेनछ यसले चाहिँ ट्याक्क बयर टिप्दैछ मलाई पनि झ्याउ लागेर काँडाले घोचेको गरिरह्यो है गाइज घोचेको यता चाहिँ मजाले ट्र्याक्टर दौडाइरहेछन् केटाहरूले वाइल्ड दौडाइरहेछन् है
केटाहरूले भनेको छ यसले बल्ल यति टिपिएछ यसको जाँगर छैन अरे उता थियो अब यसले यता ल्यायो यस्तो घाम छ यस्तो बालौटामा त्यही माथि यो बालौटो पर्दाखेरि कातकुती लाग्ने हुन्छ जिरिङ हुन्छ ल ठिक छ हामी टिप्दै गर्छौँ एकछिन टिप्छौँ त्यसपछि फेरि भेटिहाल्छौँ ल हामी चाहिँ ट्याक्क गण्डकीमा छौँ न यसलाई चाहिँ मैले ट्याक्क माथि खुट्टा मैले चाहिँ यहाँ आक्लो लाएर आएको छु मैले चाहिँ ट्याक्क तर काँडाले पनि वाइल्ड भएको छ चप्पल चाहिँ खतरा छ चप्पललाई सक्दैन पछि यो त पटाउँदा त ब्ल्याङ्केट पटाएको भएको छ यार यो यार एकदम चिसो छ बल्ल आनन्द आयो त बालौटोको किरकिर लाएर धेरैजना यता खिचिदिन्छु है त क्यार गर तँ नगर्न भिडियोबाट नगर त त्यहाँ कस्तो बिहा गरेर खिचेको र अर्को खिच्नु मैले चाहिँ उसको फोटो खिचिदिइसकेँ आउनु रोकेको एकछिन आहा चिरेटो अब यसको एकछिन फोटो खिचिदिन्छु मैले एउटा दुइटा अब चाहिँ हल्का सिनेमेटिक हुन्छ है टक्क लाएर खोला कल कल यादै सल सल जुनै टल टल जोबान ढाला ढाला ओइ काठै खाने किरा ओइ मनै खाने माया सेती दोभान ओइ सेती त्यही भइहाल्यो सिनेमेटिक हेरिसक्नु भयो होला टक्क लाएर है आज बिहानसम्म गण्डकी यहाँसम्म रहेछ अहिले घटो होला जहाँसम्म मिर्मीबाट हो कि अब यहाँ घटाउने गर्ने होइन ड्याम काली गण्डकीको ट्याक्क त्यो झोला छ त्यहाँ बोल्नै नजाने आइज कि यो लौरो लिएर जाऊँ 50 रुपियाँ होइन तेरो घर जग्गासँग दिन्छ नि त अरू हो हो यहाँ आइज मोबाइलसँग यहाँ आइज ल ट्याक्क त्यही हो मेरो फोटोमा आफै खिच्छु अब यस्तो चिप्लियो नि लडिन्छ यसले चाहिँ चाउचाउ ल्याउँदो रहेछ यसले खाइसक्यो मनी फोर्नै छ हो त्यहाँ भैयाहरू हो कि कुमालहरूले चाहिँ चिच्याउँदैछन् हाम्रो पिटाइ खानलाई ट्याक्क हामी चाहिँ ढुङ्गा हिँड्दैछौँ ट्र्याक्टर फसाछन् त्यहाँ चाहिँ ट्र्याक्टर फसाछन् कुमाल हैजाहरूले ट्याक्क नुन हाल्छु खाँदै हिँडौँ ढुङ्गा पनि दामी छ यार जियोस् ढुङ्गा दामी छ यहाँ 2-3 करोडका ढुङ्गा छ यहाँ 2-3 करोडका ढुङ्गा छन् यार सन्धे यो सबै बेच्ने कि हुँदैन नि एक टिप लगेको कति 4000-5000 भन्छन् अनि यहाँ त्यही माथि हिरा होला हिरा ट्याक्क अप्सरा होला नि हिरा होला नि त्यही हाम्रो घाट भन्छन् क्या ट्याक्क हाम्रो घाटमा आइसकेका छौँ हाम्रो घाट भन्दा नि हामी हाम्रा खलकहरू यही भएर आयो नि यहाँ अन्त्येष्टि गर्ने ठाउँ अरे ट्याक्क हेर्न सन्धे यहाँ यता गिटी छ यता बालौटो छ ट्याक्क बालौटो मात्र छुट्टियो यस्ता हिँड्न सकिन्न यो चाहिँ ट्याक्क लाएर सन्तोषको है सन्तोषले त्यहाँ फालेको थियो क्यामेरा भिडियो यसो गर भनेर अब चाहिँ भिडियो अफ गरेपछि यसले चाहिँ लैजान्छु भन्थ्यो क्यामेरा अफ गर भन्दै थियो ल लैजा भनेर म पनि अगाडि बढिसकेँ हानिदिन्छु भन्दै थियो है त बालौटे घाटमा जान्छौँ चापकोट जाने रोड चाहिँ त्यो चापकोट जाने रोड अहिले पिच बन्दैछ पिच त भएको छैन यो नालीसाली काट्दैछन् अनि यता
खतरा हेर्नु त्यहाँ गण्डकी ठ्याक्क खनेर त बालौटे जति लगेको त्यहीँसम्म त्यस्तो कोप्रिएर लगाएको छ बालौटे बाँसको सिला त्यो सिला अस्ति नै हामीले दराई चोरेको कसले सन्देश तिस्किने अरे अनि एकादशीमा आउँदा हामीले असलहरूले हामीले यो आज असललाई बोलाउनु भनेको असललाई बोलाउने बिर्सिएर आइएछ ठिक छ भिडियो हेर्दैछ पनि सरी है भन्नु सरी यसले सरी माफ मागिहाल्यो किन देखेछु त्यहीँबाट हो कि बाटै गाउँ अब यहाँ चाहिँ गुफा छ भनेर आएको हामी त्यो सन्तोषको भाउतो लाएर आइरहेको छैन हामी जाँदैछौँ गुफामा गुफा चाहिँ हो त्यहाँ छ पूजासुजा गर्छन् तर ठ्याक्कै त्यहीँ चाहिँ गइँदैन ठ्याक्कै हामी चाहिँ त्यहाँ गइँदैन अब हामी चाहिँ यस्तो निक्लिने हो अब हाम्रो ठ्याक्क गोर्थीमा आइयो कालोपत्रे भएको भनेको थियो यहीँ ठ्याक्क आइयो अब सिधै बाटागासी देखाउँछौँ अब झन् हामी यो कुलै कुल गएर त्यहाँ चिरियार भन्ने ठाउँमा चाहिँ पानी खान्छौँ टक्क लाएर आयो हामी चाहिँ यो बाटो हो के अरे सिधै यहाँबाट पनि गइन्छ उताबाट खोला गएर ट्याक्क निक्लिने बाटो छ ट्याक्क सिला गण्डकीको छेउछेउ गइन्छ हामी पहिला त हामी यो के पौडिन खतरा नयाँ कुलो हुन्थ्यो नयाँ बनाएको ट्याक्क यतापट्टि थुनु उताबाट यो त्यति बग्दै छोडिदिएपछि स्टुल्ल हिँड्थ्यो दामी हुन्थ्यो तर उहीँ हो क्या हाम्रो खेत यो हो क्या हाम्रो खेत हो दामी देखियो सर रुख यहाँ हो आइफोन त आइफोनै हो कि छैन यहाँ पानी यहाँ हो पानी नै रहेछ यहाँ धारो हो कि पहिला अचाल त कुलो बनाएछ यो अब हामी यो बाटो हुँदै हुँदै खोलामा पुग्छ ट्याक्क हामी आउटडोरमा आउनु लागिरहेको छ आउटडोर आउनु लागिरहेको छ ट्याक्क लाएर यो त बाटो पनि ठिकै छ अब यता समयसम्म एकछिन उकालो जानुपर्छ पछाडि धुलो उडेको ओहो बाटो बन्दैछ है साथीहरू यतापट्टि धोनीले अङ्कलहरू बस्नुहुन्छ यहाँ खाना पकाउनुको लागि दाउरा चिर्दै हुनुहुन्छ हामी बाटो चाहिँ यस्तो उकालो बाटो हिँड्नु पर्यो यता गरम थियो पहिला चाहिँ हामी कति खेल्यो फुटबल गरम छैन अहिले बाटो यस्तो छ हाम्रो यसले बाइक चलाउनु नजाने कता कता हाल्यो यहाँ साथीहरू म यता यस्तरी मलाई चिन्नुभयो साथीहरू हामी चाहिँ यहाँ गण्डकी स्कुलमा आइसक्यौँ गण्डकी स्कुलमा चाहिँ अब 2, 3, 4 गते 50औं वार्षिक उत्सव हुन लागिरहेको छ यहाँ चाहिँ बबाल ठुलो कलाकारहरू आउने हुनुहुन्छ ठुलो भन्दा अलि चर्चित नामले हुन्छ चर्चित यहाँ चाहिँ को हो एकदम चिन छ म 12 मा यो 11 मा तर के त हुन्छ हरिण बाजु म परिरहेको कसरी देखाउने भन्दा यसो गरेर साथीहरू यता ट्याङ्की ल इन्द्रको घर हाम्रो यो युट्युबर यो च्यानलको साउको घर जाने बाटो यही हो त्यहाँ माथि घर जाने हो हाम्रो चाहिँ अब यो देउराली पेचाकालिकाको भलिबल ग्राउन्ड बवाल प्रवेश गरिसकेका छौँ अनि हामी देउरालाई हामी यता भवन छ यहाँ 1100 बाटो छ क्षेत्री 06 भनेर टिकटकमा सर्च गर्नु त मेरो फोटो भिडियो सबै आउँछ यो चाहिँ हाम्रो पसल हो यता घर हेर्नुहोस् हाम्रो घर